अब म चाहिँ रेडी भएर जान जान लागेको हो। यहाँ निनीले चाहिँ कहाँ गएको भन्दैछ। भयो अरे मैले चाहिँ आज योसँग म्याचिङ लगाइदिएको। सुन साइलीलाई पनि कानको ल्याइरहेछ कि पेस्ट त कहाँ हो भन्नु त। सुन साइली कहाँ छ कानको झुम्का ल्याइदिएछ खै कता पेस्ट चाहिँ छैन। त पेज मिलाएर लगाउँछ होला नि है। लु आउनु पर्यो मनु निनी चाहिँ। लु जाउँ हामी चाहिँ आज घुम्नु हाम्रो गेस्टहरूलाई लगेर। आया मरे र हामी चाहिँ निक्लिसकेको छौँ हो। गर्से यहाँ चाहिँ एकदम पुरा मेकअपहरू चलिरहेको घुम्न जानको लागि रेडी हुँदैछु। यहाँ चाहिँ हुनुहुन्छ मेकअपहरू चलिरहेछ यहाँ चाहिँ पुरा आजको उयो अफ द डे है। पुरा हेर्नुहोस् यस्तो खालको जुत्ता कसले यसरी बिजोक हुन्छ ब्याक अफ द कहिले आएको काले पनि मान्दैन बोजूले त हामीलाई त शेष बनाएको त होला। गाइस हेर्नु यहाँनिर पुरा यो दामी चाहिँ बाला बस्छ नि त अहिले बाटो बन्नेछ खोलेछ। सोल्टिनीहरू छ भन्दैछ यहाँनिर चल्टा सिसी कपाल कोर्नुपर्छ अन्त मात्रै के हुन्छ। सिक्किमको मान्छेले यसरी कोर्छ हामी चाहिँ अर्कै कोर्छ भन्दा तपाईँले कुन चाहिँ स्याम्पू युज गर्नुहुन्छ? म त जेपिटी हो जेपिटी लगायो भने त्यस्तो हुन्छ अरे गाइस। चिन्नुहुन्छ गाइस को हो भनेर? मनु निनी यो बिना बाँच्नै सक्दैन अरे। मनु निनी सक्छ बाँच्नु? हुन्छ काका भाइ बल्ल बल्ल बाई बाई गर्यो। अगाडि ठुलो मान्छे बस्नुपर्छ। अड्दैन नभए सेकेन्डमा सानसानो चाहिँ पछाडि बस्नुपर्छ। त एक्सपर्ट भइसकेको छ नानीले कस्तो चेप्टाउँछ होला। बिचारा अटी नटी यहाँ बिजोक हुँदै कहाँ गएको हामी चाहिँ गोर्खेहाट घुम्न गएको साथीहरू आज बिजनबारी। यस्तै चाहिँ गाउँ बस्तीमा यो चेप जानुपर्छ। बिचारा सक्दिन नि मोललाई बिजोक भइरहेछ। आज चाहिँ मैले मेरो दोस्तहरूलाई एकदम गाडी रिजर्भ गरेर लिएर आएको छु। कस्तो लागिरहेछ? कस्तो एक्सपेक्ट गरेको थियौ? हुन्छ बिस्तारी बिस्तारी।
bengalishadi.com गोर्खे हाटको चाहिँ भन्नु नि आउनु How are you feeling today? म त आएको गर्छु म फेमस हुने खालको मान्छे हैन रे How are you feeling? Welcome. ब्लगर है उहाँ है ब्लगर डर लाग्छ है तपाईलाई कस्तो लाग्छ उहाँको भिडियो डर लाग्दो छ नि उहाँको एक्टिङहरु चाहिँ साह्रै मन पर्छ देखियो मैले भने नि हेर्नु न कति राम्रो छ राम्री त्यतिकै है ब्लगर बस भनेर हो यहाँ म त चिनौ हाम्रो साथीभाइहरूले उहाँहरूले गरेको हामी आउनु न भीमदा उहाँलाई नै दिनुपर्छ प्राथमिकता त उहाँ हो यो मालसाल लाउने चाहिँ हो हजुर म त एउटा अब हामी त एउटा कमिटी हो कि तर म चाहिँ अलिक व्यस्तताले गर्दाखेरि उहाँ हाम्रो दाजुलाई नै प्राथमिकता र अरू पनि छ हो हजुर म चाहिँ अब यो हप्ता मेरो घरको व्यस्तताले गर्दाखेरि चाहिँ म नभ्याएर यत्रो चाहिँ यहाँ उहाँ राम्रो भएछ निकै इम्प्रुभ भएछ म 3-4 पल्ट भइसक्यो नि आएको यसमा चाहिँ मेरो हात छैन सिधै कुरो भनिदिन्छु होइन सबभन्दा पहिला चाहिँ गोर्खे हाटको है फन्डिङ मेम्बर चाहिँ मेनली चाहिँ उहाँलाई नै श्रेय जान्छ किनभने उहाँले पहिला नै यसको चाहिँ अब स्टार्टिङमा चाहिँ अब उहाँले नै यो सोच चाहिँ उहाँले नै राख्नु भएको थियो त्यसले गर्दाखेरि अब कन्सेप्ट त उहाँकै हो त्यसरी चाहिँ पछाडिबाट अब हामीले पनि गर्नैपर्छ भन्ने सोच लिएर चाहिँ फेरि हामीले चाहिँ त्यसरी यहाँसम्म चाहिँ ल्याइपुर्यायो एकदम सक्सेसफुल भयो है आज चाहिँ यो हाम्रो 5औं पल्ट चाहिँ यहाँनिर यसरी हामीले सञ्चालन गरिरहेको छौँ है रेस्पोन्स राम्रै देखिरहेको छ तपाईँहरू पाइदिनु खुसी लाग्यो 5औं हाट भएको छ हाम्रो भन्नु नि के भएको छ 5औं हाट भयो आज 5 चोटि भइसक्यो है हो त 1 महिना 1 हप्ता भनौँ है सरल कुरामा तर आज चाहिँ किन भन्दा हाम्रो यहाँ अलिकति मान्छेहरू अलिकति पातला छ किनभने छरछिमेकी छेउ नजिकतिर चाहिँ मरौ परेकोले क्या ए हजुर अलिकति यहाँ पर मरौ त्यहाँ पर मरौ आज अलिकति हाम्रो मान्छेहरू यो स्कुलवालाहरू पनि आएन उनीहरूको आफन्त छरछिमेकी समाजको हुनाले र अब यो मेरो चाहिँ अब जस्तै यहाँ भनौँ भने बहिनीलाई सिधा कुरो हाम्रो यो अब कन्सेप्ट चाहिँ मैले लिएपछि उहाँहरूले साथ दियो होइन थुप्रै छौँ हामी 8-10 जना र त्यो पछि अब यो हामीले यो स्कुलको यो डेराहरू बनाउने काम चाहिँ उहाँलाई श्रेय जान्छ यो चाहिँ प्रथम कुरो चाहिँ किनभने उहाँ नै अब बिहानदेखिको बेलुकीसम्म बिचरा दाजु नै लागि परेको थियो हो म त तिमीलाई थाहा छ कति कुद्नु परिरहेछ अहिले मेरो घरको काम आफ्नो व्यापार बिजनेसले गर्दा होइन उहाँहरूको पनि थियो तर उहाँको चाहिँ अब बिचरा उहाँले बाँस काटेर मान्छे खोजेर लाउने काम यो टाङ्ने यस बहिनीको ब्लगलाई चाहिँ हुन्छ धन्यवाद ल ठिक छ हैन चिकन चाउमिन छ नयाँ है यहाँ मेरो साथीहरू चाहिँ एकदम सेल्फी लिनुमा व्यस्तता छ आमा मैले त पुरा एक्सटेन्ड भएर यता तलसम्म आएछ सिंगल फोटो यता हेर त सिंगल फोटो खिचिदिन्छु दुईजनामा कसले राम्रो निकाल्ने यहाँ गोर्खे हाट आएर कस्तो फिल भइरहेछ राम्रै भइरहेछन् मेरोमा त डाल यताको हाल ल म पनि सिंगल खिच्ने हौ सिंगल खिच्नुहुन्छ सुता सबै निकाल्दैन अरे यसरी भिडियो यसरी फोटो पनि फोटो सेसन पनि हुँदो रहेछ हाम्रो यहाँनिर हामी पनि इन्तजारमा बसिरहेको कहिले इन्तजारमा बसेको बसिरहेछु एउटा क्लिप छान्दे यहाँ फेरि हाम्रो नयाँ 2 जना सदस्यहरू जोड्नु भइसकेको छ है 1 जना 2 जना 3 जना 4 जना 5 जना 6 जना 7 जना मसँग 8 जना
कहाँ आएको घुम्नु आज? सल्लाहबारीबाट भन्नु। ए यहाँ आएको होइन? हामी अब घर गएको अन्त यहाँ पनि यसो सुँगुरको मोमो खाएर जाने भन्नु। ओके बाई बाई जानु ल। बाई बाई। पूजा हामी कहाँ जानु आँटेको? अब हामी झालमुरी खानु जानु आँटेको गिलो चटपटी। तपाईँलाई के ट्राई गर्नु मन परेको छ यहाँको? केही देखेकै छुइनँ अहिले कसरी ट्राई गर्ने। अनि हेर्दै जाउँ न यहाँबाट है। सब्जी त लानु मन थियो, झोला सोला कुछ नहीं लेके आयो। मेरो छ त अलिकति ल्यायो न भाउजूले। यो उकालो चाहिँ जान्छ नोर बस्ती जान्छ। खै हेर्नु त, म त फर्स्ट टाइम ट्राई गर्नु आँटेको। हजुर अन्त मुडे हुँदैन रहेछ तपाईँले? होइन यो समुडे पनि नभएको पिरो चाहिँ कस्तो छ होला है? पिरो खतरा छ? टेस्ट गर्छु ल भन्छु ल। ए हुन्छ ठिकैको। चटपटी बनाउने बहिनी भन्दा राम्रो चाहिँ चटपटी खाने चटपटी खाने होइन चटपटी होइन खाने पनि राम्री मान्छे त्यति मिठो चटपटी। त्यो गोर्खेहाट आउनु भयो भने चाहिँ चटपटी गिलो चटपटी खाने चाहिँ यहाँ आउनु नबिर्सिनु होला। चटपटी कस्तो लाग्यो अरे तपाईँलाई? मिठो दामी। पुच्का बनाउँदैछ। जुम छ त मलाई त जुमिङ। गएर स्विमिङ खेल्नु पौडी खेल्नु भन्दा चाहिँ नेचरल पानी दिदीलाई विशेष चाहिँ खेल्नु किन? होइन उहाँलाई सुहाउँदैन होला नि त स्विमिङ पुलमा कि कपालको कलर कस्तो लाग्यो हाम्रो निनीको? के लाग्यो बच्चालाई? हाइलाइट गरेको त भन्दैन नि। ड्याम कि ड्याम? लिप दिएको ड्याम नरियल खाऊ त त्यो बामुली त्यो त्यही त हाइलाइट भएको चाहिँ हाइलाइटहरु गरेन के नखिचिरहनु। अग्लो देखेको छ भनेर मलाई खुसी लाग्यो। म एकदम देखिरहेको छु नि पाएको छ। एक प्रकारको मजा पाउँछ त्यहाँनिर। हेलो मलाई
यहाँ चाहिँ अब हामीहरू कफी खानु गएको। यहाँ हाम्रो पहिलाको हामीसँगै बस्नु भएको दाजु भेटियो र यहाँ हेर्नुहोस् ल, दाजु देखाइदिन्छु म तपाईँहरूलाई। ओ दाजु कफी उहाँहरूलाई चाहिँ एकदमै मिठो लागेर चाहिँ हाँस्दैछन्। हामी फेरि नयाँ डेस्टिनेसनमा आइसकेको छौँ है। सेम डे सेम सबै सेम जग्गामा चल्छ। यो चाहिँ हामी कहाँ आएको भन्दाखेरि चाहिँ पावर हाउसको छेउमा बनिँदैछ है। कस्तो राम्रो दिन भयो है, न चडक्कै घाम न उयो। हिँडेपछि त जहिले मलाई त्यस्तै हुन्छ नि दिनहरू त सेभ बनिन्छ। राम्रो मान्छे वेदर डिमान्ड्स हो कि मान्छे डिमान्ड्स हो यो चाहिँ। केटाहरू रहेछ नि त है। यहाँ चाहिँ हुँदैछ अपना उयो मरुनी चाहिँ उयो भयो के भन्नु त, सस्पिसियस भयो कि यो चाहिँ के चाहिँ रोपेको यो भित्र भनेर। ऊ तर चाहिँ रियल गर्ल हो कि रियल गर्ल हो? रियल पनि मजा आउँछ यहाँ समझमा आउनु है, नुहाउनु, लुगा धुनु। र हामीले चाहिँ यहाँनिर अलिअलि मात्रै घुम्यौँ, बेसी घुमिनौँ। त्यो भएर चाहिँ अब हामी फर्किसकेको घर हो र अब ढिलो पनि भइसकेको थियो हो। हामीले गोर्खेहाटमै टाइम स्पेन्ड बेसी गऱ्यौँ र अब हामी चाहिँ गाडीमा चढेर अब हामी गयौँ। बेसी घुमेन, त्यही रिभर। हामी चाहिँ घर आइपुगिसक्यौँ हो। थाकेको अवस्था। अन्त यहाँ सबैभन्दा बेसी साह्रो चाहिँ मलाई परेको थिएछ यहाँ स्यान्डलको बिजोक है, कस्तो साह्रो पर्छ। र हामी चाहिँ भाउजूको घरमा आइसकेको छ। भाउजूले चाहिँ उसको पेटलाई जिस्काउँदै थियो, दिपा दिदीको भ्लगमा गएनौ भनेर हो। र बिचरा भाउजूले आएर हामीलाई चिया बनाएर दिनुभयो हो। चिया बनाएर हामी सबैजना बसेर गफ गऱ्यौँ है। आजको डे कस्तो बित्यो भनेर अब फेरि यो दिनहरू आउँछ आउँदैन त्यो त थाहा छैन नि त। तर हामीले चाहिँ एकदमै मजा गऱ्यौँ हो। र हामी त्यहाँबाट निस्क्यौँ अब घरतिर। हामी खाइपिकन अब चाहिँ हामी लागेको घरतर्फ हो। र मेरो एकदम प्यारो दिदी पनि यहाँ हुनुहुन्छ र हामी गएको। उहाँको सबभन्दा मन परेको चिज चाहिँ मलाई यो डायमन्ड हो। र यो डायमन्ड चाहिँ कतिमा किन्नु भएको अरे निनी? पत्ता नै दाम भन्नु हुँदैन है। भए भएर आयो भने राति कसले रिक्स लिने। र प्लिज हामीलाई माया गर्नुहोस्, लाइक गर्नुहोस्। थ्याङ्क यू। गुड नाइट। फेरि भेटौँ, फेरि भोलि भेटौँ। बाई 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 सबैजनालाई। बाई बाई।